At Ebenezer, education goes beyond academics. With है त्यो बाहिरबाट कलेज हेरेर मात्रै हुँदैन, रुम हेरेर मात्रै हुँदैन, म्यानेजमेन्ट पनि इम्पोर्टेन्ट हो हैन। जति सक्दो मैले चाहिँ तपाईहरुलाई यो भिडियोको माध्यमद्वारा चाहिँ यो कलेजको हैन कलेजको सबै जानकारी दिने कोसिस गरेको छु। राइस दाल दही करी और ये क्या बोला कुंदरी का सब्जी क्लासरुम। तपाईँले भिडियो चाहिँ अन्तसम्म हेर्नलाई जतिजनाले पनि हेरिरहनु छ किनकि सरको नम्बर छुट्टिन सक्छ। नमस्कार है सम्पूर्णलाई जतिजनाले पनि यो मेरो राइट कम ब्लग युट्युब च्यानल हेरिरहनु भएको छ र हाम्रो एकजना यहाँ सर छ, सरसँग भेट्छु पहिला। तपाईँलाई म सरसँग भेट्छु। हेलो सर। हेलो सर तपाईँको परिचय? मेरो नाम निपेन दास हो, म चाहिँ आसामबाट हो। हजुर सर म यहाँ लाइक बेङ्गलोरमै एडमिसन म्यानेजरको काम गर्दैछु एबेनेजर ग्रुप अफ इन्स्टिट्युसनमा। हजुर हजुर हुन्छ, अलिकति हिँड्दै बात गरौँ न ल। आज विशेष त तपाईँसँग भेट्नु आएको है। हजुर। अनि तपाईँ चाहिँ के भन्नुभयो स्कुलको चाहिँ? एबेनेजर ग्रुप अफ इन्स्टिट्युसनमा अब हाम्रो स्टुडेन्टहरू नेपालीहरू, बेङ्गोली स्टुडेन्ट होइन, अब वेस्ट बेङ्गल, दार्जिलिङ, कालिम्पोङ, सिक्किम जता मतलब हाम्रो नर्थबाट जति आउँछ हामी चाहिँ यहाँ एडमिसनको पुरा एउटा प्रोग्राम गराउँछौँ, स्कलरसिपहरूको अनि तपाईँको प्लेसमेन्टहरूको, अनि सबै स्टुडेन्टहरू यहाँ मतलब आउँछ। र तपाईँले आफ्नो यो स्कुलको परिचय गराउनुहोस् न सर। यो चाहिँ मतलब एबेनेजर ग्रुप अफ इन्स्टिट्युसन तपाईँको स्थापित चाहिँ 2003बाट हो। हजुर हजुर। अनि अहिले चाहिँ हाम्रो यहाँ बिकम, बिसिए अनि नर्सिङ, प्यारामेडिकल, फार्मासिस्ट यहाँ अलरेडी क्लासेस हुँदैछ। अनि तपाईँको यहाँ नर्थ इस्टको स्टुडेन्ट धेरै छ स्टुडेन्ट। हजुर हजुर। अनि सर अलिकति यो तपाईँले यो स्कुलको अलिकति अगाडि पनि देखाइदिनुहोस् त सर। यो स्कुलको चाहिँ यो अगाडिको यो देखाइदिनु यो स्कुलको होइन। ठिक छ, अब यतातिर लिनुहोस् त। अनि सर हेर्नुहोस् है, अब बेङ्गलोरमा धेरैवटा यस्तो छ है, यो मतलब यो स्कुल कलेजहरू छ होइन, तर त्यो स्कुल कलेजहरूमा त्यो अरू स्कुल र यो स्कुलको विशेषता डिफ्रेन्स चाहिँ के छ सर? डिफ्रेन्स यहाँ चाहिँ तपाईँको प्लेसमेन्ट, हामी 100% स्टुडेन्टलाई मतलब अलिकति यहाँ घाम रहेछ कि अलिकति शीतलमा गरेर बस्नु न है। हाम्रो स्टुडेन्टलाई पुरा ग्राउन्ड लेभलबाट हेल्प गर्छौँ है। अनि त्यस पछाडि तपाईँको यिनीहरूलाई प्लेसमेन्ट अफर गर्छौँ हाम्रो, अनि स्कलरसिप प्रोभाइड गर्छौँ। त्यो चाहिँ मेन रिजन हो कि अरू कलेजबाट यो चाहिँ डिफ्रेन्ट छ। अनि यहाँ चाहिँ जतिजना स्टुडेन्ट नानी भाइ बहिनीहरू जतिजना तिनीहरूको डेली लाइफ चाहिँ यहाँ कस्तो चाहिँ बित्छ, यहाँ डेलीको लाइफ चाहिँ कस्तो बित्छ? म चाहिँ फार्स्टमा अगर यहाँ कोही स्टुडेन्ट एडमिसन भयो भने म उनीहरूको फार्स्ट कन्ट्याक्ट म पेरेन्ट्सहरूसँग जडित हुन्छु। किनभने उनीहरूले हो मतलब जस्तै कि तपाईँको फाइनेन्सियलहरू यहाँ प्रोभाइड गर्ने हो। अनि हामी चाहिँ के गर्छौँ, म चाहिँ स्पेसली म चाहिँ के गर्छु भने स्टुडेन्टले यहाँ के गर्दैछ के गर्दैन छैन पुरा म चाहिँ उनीहरूसँग तपाईँको निगरानी। हजुर हजुर, उनीहरूसँग कन्ट्याक्टमा रहन्छु। मतलब जति पनि स्कुल चाहिँ तपाईँको स्टुडेन्टलाई निगरानी भन्नुमा चाहिँ जति नर्थ इस्टबाट मात्र आउँछ कि होल जतिजना स्टुडेन्टहरू सबैलाई मतलब मेरो स्टुडेन्ट यस्तो छैन कि म कुनै जात भेदभाव चाहिँ म गर्दिनँ, सबैलाई इक्वलले म राख्छु मेरो स्टुडेन्टहरूलाई। हजुर हजुर। अनि कतिपय यस्तो पेरेन्ट्सहरू पनि हुन्छ है सर है, कतिजना यस्तो पेरेन्ट्सहरूले चाहिँ के हुन्छ भने, अनि अब जतिजनाले पनि होइन यो च्यानल हेरिरहेको छ तपाईँले ध्यानसँगले सुन्नु होला है, किनकि कतिजनाको पेरेन्ट्सको पनि एउटा इच्छा हुन्छ कि म पनि मेरो नानीलाई होइन देखाउँ न त सर यतापट्टि यस्तो स्कुलतिर यस्तो कलेजतिर पढाउँ भने, तर कति यता देखाउनु सर यदि पढाउँ भन्ने, तर उनीहरूको के हुन्छ आर्थिक अवस्था कमजोर हुन्छ होइन। ती आर्थिक अवस्था कमजोर हुने जो मातापिता हुन्छ उहाँको पेरेन्ट्सहरू छ उनीहरूको लागि चाहिँ तपाईँहरूकोमा चाहिँ के त्यस्तो सहुलियतहरू के छ सर? मेन त फर्स्टमा आउँछु हाम्रो स्कलरसिप प्रोभाइड गर्छौँ स्टुडेन्टलाई। स्कलरसिप भन्नुको मतलब चाहिँ? स्कलरसिप मतलब अब स्टुडेन्टले जस्तै कि कुनै साइन्सको स्ट्रिममा पढ्छ, कुनै आर्ट्सको स्ट्रिममा पढ्छ, कुनै कमर्स लिएर पढ्छ होइन। अब यिनीहरूको एउटा पर्सेन्टेज हेर्छौँ हामीहरू। जस्तै कि अब 12th एक्जाममा कुनै स्टुडेन्टले 90 एबभ पाइरहेछ, कुनै स्टुडेन्टले 80 एबभ पाइरहेछ पर्सेन्टेज, अनि उनीहरूलाई चाहिँ हामी स्कलरसिप प्रोभाइड गर्छौँ। त्यसलाई चाहिँ स्कलरसिप भन्छ होइन। उहाँलाई चाहिँ स्कलरसिप भन्दा तपाईँले भनेर फाइनेन्समा अलिकति हामीहरू सपोर्ट गर्छौँ गर्नुहुन्छ है।
मतलब अब ठिक छ अब कसैको अब अलिकति अनि अरू एउटा यहाँ कुरा गर्न चाहन्छु अब तपाईँहरूको माध्यममा यो प्रोग्रामको माध्यममा कुनैजना यदि अगर स्टुडेन्ट यहाँ आयो भने हामीले डाइरेक्टली मतलब उनीहरूलाई हाम्रो तर्फबाट सपोर्ट चाहिँ गर्छौँ हाम्रो फुल सपोर्ट गर्छौँ जुन चाहिँ हामीले एउटा जुन चाहिँ हामीले भाषा बोलिरहेको छौँ नि होइन यो भाषा त हाम्रो एउटा कम्युनिटीले मात्रै बुझ्दो होला सायदै तर यो भन्नुभएको चाहिँ ठिक छ अलिकति हिन्दीबाट भनिदिन्छु नि होइन अभी हमारा जो सर ने जो बता रहे हैं जो ये पूरा ऑल नॉर्थ ईस्ट जितना भी आता ना जैसे मणिपुर असम नागालैंड जितना भी ये मतलब 7 सिस्टर हाँ 7 सिस्टर जहाँ से भी आते हैं वहाँ के लिए ये स्कूल में मतलब दूसरा स्कूल से एकदम एक कम एडमिशन है और जिसका माता पिता जो अफोर्ड नहीं कर सकता ऐसा स्कूल में पढ़ाने के लिए उसके लिए भी और सर ने बोला है क्या उसके लिए भी थोड़ा हेल्प करेंगे है ना सर हम लोग सपोर्ट करेंगे ओके हम लोग सपोर्ट करेंगे और यहाँ पे लाइक नॉर्थ ईस्ट का मैक्सिमम स्टूडेंट यहाँ पे है ओके यहाँ पे है अभी ठीक है तो अभी हम लोग आपका स्टूडेंट से भी मिलते हैं ना अंदर जाके ना ठीक हेलो सर हामीले कलेजको विषयबारेमा त बात गऱ्यौँ र हामी खानातर्फ पनि लागौँ होला सर होइन सर क्याफे यो के हो माथि क्याफेटेरिया होइन सर यो क्याफेटेरियाभित्र पस्छौँ त हामी आउनुहोस् त सर यसको विषयमा पनि तपाईँले भन्नुहोस् त होइन यो चाहिँ क्याफेभित्र चाहिँ के पाइन्छ सर यहाँनिर यहाँ अब तपाईँको मेनु छ यहाँ जस्तै कि नर्थ इन्डियन फुडहरू पाउँछ जस्तै कि मोमोज भयो फ्राई राइस भयो होइन यी सब रोलहरू भयो तपाईँको मेनु अनि यता देखाउन सर हामीले बताइदिँदैछ कि है के पाउँछ सर मोमोज पाउँछ फ्राई राइस अनि चिकन राइस अब जो स्टुडेन्टलाई उहाँ मेसमा चाहिँ खाना दिएको छैन त्यसको उसमा चाहिँ हामी यहाँ बनाउँछौँ मतलब यो चाहिँ यहाँ चाहिँ तपाईँको भनेपछि जति पनि हाम्रो नर्थ इस्टको मान्छेहरूले मन पराउँछ खाना त्यो खाना चाहिँ यहाँ पाइन्छ होइन हजुर 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 मतलब अझै पनि एउटा क्यान्टिन छ त्यो क्यान्टिनमा चाहिँ कस्तो खाना पाइन्छ त्यो चाहिँ तपाईँको सबैजनालाई बनाउँछ त्यो चाहिँ सबैजनालाई बनाउँछ अब यो चाहिँ स्पेसियली यो क्याफे हो अब उनीहरूलाई हप्तामा जस्तै कि 2 दिन चिकन दिन्छ होइन एक दिन फिस वा अन्डा दिन्छ अनि त्यो चाहिँ उनीहरूको मेनुमा हुन्छ यो चाहिँ अब कलेजको यो क्याफेटेरिया हो यो चाहिँ आफ्नो पर्सनल मेनु हो अब स्टुडेन्टले चुज गर्न सक्छ यहाँ अब जस्तै कि जुस पिउनु लाग्यो जुस पायो यहाँ अब कसैलाई अब तपाईँको मोमोज खान मन लाग्यो मोमोज पाउँछ यहाँ चिकन खान मन लाग्यो चिकन पाउँछ यहाँ अनुसारमा चाहिँ यो खोलेको ल हुन्छ यहाँ धेरैवटा पढाइदेखि खानाको व्यवस्था पनि राम्रो छ यो चाहिँ हाम्रो क्यान्टिन हो यहाँ चाहिँ खाना कस्तो मिल्छ सर यहाँ नर्थ साउथ होइन त्यो सबै चल्दैछ यहाँ चाहिँ जे पनि पाइन्छ होइन यतातिर यो चाहिँ के हो कफी हो सर यहाँ चाहिँ अब तपाईँको हप्तामा 2 दिन तपाईँको चिकन दिन्छ हजुर ननभेज पनि पाउँछ अनि तपाईँको खानाहरू यो कुकहरू छ यो चाहिँ कस्तो छ यहाँ खाना चाहिँ तपाईँको स्टुडेन्टलाई यो स्कुल कलेज म्यानेजमेन्टले दिएको हो कि या त यो चाहिँ उनीहरूको प्याकेज हुन्छ नि त प्याकेजमा चाहिँ यो खानाहरू प्रोभाइड गर्छ तपाईँको होस्टेल इन्क्लुडिङ हुन्छ नि त यिनीहरूको ओके मतलब यो के हो भने चाहिँ तपाईँले भन्नु मतलब चाहिँ जब यिनीहरू एडमिसन गर्दाखेरि अलरेडी तपाईँले यसको चार्ज सबै इन्क्लुड हुन्छ है हजुर त्यहाँदेखि चाहिँ आयो यिनीहरूको चाहिँ अब जस्तै कि खालि बस्नु पर्यो होइन यो जति मतलब 3 सालको प्याकेज हुन्छ नि 3 साल स्टुडेन्ट बसुन्जेलले यहाँ खाना पाउँछ फ्रीमा मतलब यिनीहरूको जुन चाहिँ प्याकेज फर्स्टमा एडमिसन जुन चाहिँ एडमिसनहरू गराउँछ त्यतिखेर उनीहरूको फर्स्ट इयर पेमेन्ट हुन्छ नि त्यसमै इन्क्लुडिङ यो खाना पनि हुन्छ कि त्यस्तो अनि होस्टेलको पनि सेम हो होस्टेलमा पनि बस्न उनीहरूले पैसा पे गर्नु पर्दैन त्यसमै जोडिन्छ सर आउनुहोस् न यहाँनिर आउनुहोस् त यता अलि यहाँ क्लोज चाहिँ आउनुहोस् न अलि आउनुहोस् त ठिक छ अब यो त सबैलाई थाहा छ है यो त यो राइस यो दाल रहेछ ये क्या है दही करी है ये कौन सा सब्जी है क्या कुंदली ठीक है आज का स्पेशल ये है ना आज का स्पेशल वेज है वेज है ना आज वेज है राइस दाल दही करी और ये क्या बोला कुंदरी का सब्जी तो ठीक है और अझै अगाडि चाहिँ भाइ तपाईँहरूलाई अलिकति हाम्रो यो कुन चाहिँ फ्लोरमा आयो सर यो लाइब्रेरी हो यो कुन चाहिँ फ्लोरमा आयो
यो फ्लोर सेकेन्ड फ्लोर। यो सेकेन्ड फ्लोर चाहिँ मा चाहिँ हाम्रो लाइब्रेरी तरफ चाहिँ तपाईँहरूलाई लाँदैछ यो कलेजको है। ल सर अलिकति हामीलाई लाइब्रेरी देखाइदिनुहोस् न त है। यो हो लाइब्रेरी। यो चाहिँ अब कलेजको लाइब्रेरी चाहिँ यहाँ पऱ्यो, तपाईँले देख्न सक्नुहुन्छ है। र अनि त्यो अब हामी त जस्ट भिडियोमा हामीले देखाउँछौँ मात्रै होइन, तर यसको जानकारी चाहिँ तपाईँलाई बढी छ नि त होइन, अलिकति यसको पनि विषयमा भन्नुहोस् न। यहाँ चाहिँ लाइब्रेरीमा स्टुडेन्टहरू जब एक्जाम टाइम हुन्छ होइन, त्यतिखेर स्टुडेन्टहरू पोस्ट लन्च हुन्छ, कतिपय चाहिँ बाहिर घुमिरहेको हुन्छ नि। हाम्रो चाहिँ कस्तो छ भने रोल पोस्ट लन्चमा स्टुडेन्टहरू यहाँ आएर स्टडी गर्नु हजुर। अनि कतिपय एक्जाम टाइममा हुन्छ, अब यहाँ आएर धेरै उनीहरूलाई हेल्पफुल हुन्छ। यहाँ स्टुडेन्टसँग उनीहरू डिस्कस गर्छ। सायदै अब हुन त अब हामीले यसरी लाइब्रेरीमा आएर सायद यस्तो तरिकाले बोलेर यसलाई उँची आवाजमा बोलेर भिडियो बनाउनु नपाउने हो, तर सायद अहिले चाहिँ स्टुडेन्ट नहुनुको कारणले गर्दाखेरि चाहिँ हामीले भिडियो बनाउँदैछौँ होइन। खास गरेर चाहिँ नियममा भने चाहिँ लाइब्रेरीमा चाहिँ एकदमै साइलेन्स हुनु पऱ्यो होइन। त्यही कारण चाहिँ हामीलाई यही जानकारी दिँदैछ कि अहिले चाहिँ अझै सबै देखाउनु त सर, अहिले चाहिँ यहाँ कोही पनि छैन पढ्ने है। सायदै उहाँ क्लासमा भएको कारणले चाहिँ हामीले भिडियो बनाइरहेको छौँ। सायद स्टुडेन्ट भए हामीले यो भिडियो बनाउने थिएनौँ, सायद यति ठुलोसँगले बोल्यो भने थिएन होइन। ठिक छ, अरू डाइरेक्टरहरूसँग पनि कुरा गर्नुहुन्छ है। ल सर है, हामी अब जुन चाहिँ हामीले यो स्कुलको कलेजको विषयमा कुरा गऱ्यौँ है, र हाम्रो यो भ्युवर्सहरूलाई अलिकति यहाँको क्लासरुमहरूलाई पनि देखाइदिउँ भनेर मैले सोचेको। के कस्तो होला सर? क्लासरुम चाहिँ हेर्न सक्नुहुन्छ यहाँ भित्र है। हुन्छ, क्लासरुम हो। हुन्छ, क्लासरुम क्लासरुम होइन। हुन्छ, अलिकति यो चाहिँ फर्स्ट बिएससीको बिएससी नर्सिङको फर्स्ट बिएससीको क्लास हुन्छ यहाँ। हुन्छ हुन्छ हुन्छ, अलिकति डिस्टर्ब होला, हामी बाहिर हामीले अलिकति अब क्लासरुम देखाउँदा त पर्मिसन त लिनै पऱ्यो है। सरले उहाँ पर्मिसन लिएर उहाँभित्र गएर चाहिँ हामीले चाहिँ अब सबै स्कुलको जानकारी दियौँ होइन। स्कुलको के हो सबै जानकारी दिनुको बादमा हामीले क्लासरुम पनि देखाउने भनेर सोचेको, र पर्मिसन लिएर चाहिँ हामीले देखायौँ है। र फेरि हामी अर्को अझै एउटा देखाउँ है। यो चाहिँ कुन चाहिँ पऱ्यो अरे सर? यो बिएससी फर्स्ट बिएससी है। यो चाहिँ फर्स्ट इयर बिएससी। अर्को चाहिँ अझै जिएनएम फर्स्ट इयर। अनि अर्को तपाईँलाई के सोध्नु चाहेको थियो भने यो जुन चाहिँ कलेजमा है यो क्लासरुम चाहिँ कतिवटा छ? यसमा तपाईँको टोटल मिलाएर 20 जति छ क्लास। 20-25वटा छ है। अब किनभने चाहिँ तपाईँलाई मैले किन सोधेँ भने चाहिँ अब मतलब यो जुन चाहिँ अहिले मैले देखाएँ क्लासहरू होइन, मतलब यस्तै तरिकाको सबै यस्तै सेम हुन्छ, सेम टु सेम। मतलब यो अब तपाईँको बिकम बिसिएहरूको म्यानेजमेन्टहरूको चाहिँ भिन्दै हुन्छ, क्लासरुम चाहिँ सेमै उसको हुन्छ, तर उनीहरूको चाहिँ डिफ्रेन्ट हुन्छ किनभने उनीहरूको सफ्टवेयरहरू सिकाउनु पर्छ नि त। मतलब यो रुम चाहिँ यस्तै तरिका, रुम चाहिँ सेम हुन्छ है। ठिक छ, हामी अर्को पनि जाउँ हेर्नुलाई एउटा है। हुन्छ ल, फेरि हामी अर्को पनि रुम देखाउनु जान्छ है। यो चाहिँ जिएनएम फर्स्ट इयरको। यो चाहिँ जिएनएम फर्स्ट इयरको यो सबै स्टुडेन्ट, यो चाहिँ लेडिजहरू यहाँ चाहिँ सबै रहेछ है फर्स्ट इयरका। यो चाहिँ यहाँ चाहिँ अहिले उयो रहेछ नि त होइन, तपाईँ टिचर आउनु भएको छैन रहेछ होइन। हुन्छ, अलि उनीहरूले देखाइदिनुहुन्छ होइन, देखाइदिनुहोस् होइन। अब जतिको उनीहरूको ठिक छ, अलिकति डिस्टर्ब हुँदैन ल, अनि बाहिर गएर बात गर्नु होइन यसको बारेमा। कता आउनुहोस् सर है। सेमै हो पनि, मतलब यो नर्सिङ उसको हो, जिएनएम फर्स्ट इयरको हो। क्लास अहिले भएको छैन उनीहरूको, अनि अहिले उनीहरू त्यस्तै बसिरहेको छन्, कतिले नोट लेखिरहेको छन्। हजुर ठिक छ, टिचर आउनु बाँकी होला नि त होइन। टिचर आउनुको बादमा त सबै पढाइ सुरु होला। ठिक छ, अब त्यही भनेको चाहिँ जतिजना अब होइन जतिजनाले यो भिडियो हेर्ला त उहाँको पेरेन्ट्सले पनि आमा बाउले होइन पढाउनु चाहला, उहाँले पनि त जान्न चाहे नि त होइन। त्यो बाहिरबाट त देखायो, तर भित्रबाट कस्तो होला भनेर होइन, त्यसले गर्दा चाहिँ पुरा जानकारी दिनु चाहेको भित्रबाट है। ठिक छ, तपाईँलाई पो पुरा डिस्टर्ब भयो होला होइन। होइन त्यो त केही होइन, अब हेर्नु सबैले चाहन्छन् किनभने सबैले पेरेन्ट्सले त्यही मेन हो, क्लासरुम कस्तो छ अनि यी सब कुराहरू आउँछन्, पढाइ कस्तो हुँदैछ त्यो सब कुराहरू आउँछन्। त्यही भएर अब हामीले त त्यो जुन चाहिँ छ त्यो त देखाउनै पर्छ। हजुर हुन्छ, जतिजनाले पनि यो भिडियो हेर्नुहुन्छ होइन, तपाईँले आफ्नो नानीहरूलाई पनि यो बेङ्गलोरको कुन चाहिँ भन्नुभयो सर?
इभेनाइजर ग्रुप अफ इन्स्टिट्युसन यो कलेजमा पढाउन चाहनुहुन्छ कि म बादमा सरको कन्ट्याक्ट नम्बर दिन्छु, तपाईँले सरलाई कन्ट्याक्ट नम्बर दिनुहोस्। अनि बाँकीका मसँग अलिकति यहाँ स्टुडेन्टको पेरेन्ट्सहरू पनि आएको छ, उहाँ पेरेन्ट्सहरूको नम्बर पनि दिन्छु। उहाँहरूसँग तपाईँले कन्ट्याक्ट गरेर अझै बढी जानकारी लिन सक्नुहुन्छ है। त्यो नम्बर चाहिँ म बादमा अन्तमा दिन्छु नि सर है। तपाईँलाई सम्पर्क गर्दा भइहाल्यो नि? मेरो नम्बर तपाईँले सेयर गरिदिनु होला, म सबै डिटेल्स तपाईँलाई यहाँको दिन्छु। म चाहिँ कलेजसँग जोडित छु नि त, त्यही भएर तपाईँहरूले मलाई मेरो नम्बर चाहिँ सेयर गरिदिनु होला। डाइरेक्ट म तपाईँहरूको कन्ट्याक्टमा तपाईँहरूको थ्रुबाट जुन चाहिँ स्टुडेन्ट आउँछ म तिनीहरूलाई काउन्सिलिङ अब के जरुरत छ त्यो हेल्प गर्छु। हुन्छ, त्यो तपाईँको नम्बर चाहिँ अन्तमा दिन्छ। तपाईँले भिडियो चाहिँ अन्तसम्म हेर्नु होला, जतिजनाले पनि हेरिरहनु छ, किनकि सरको नम्बर छुट्टिन सक्छ कि अन्तसम्म हेर्नु। सर अब चाहिँ हामी तपाईँले सबै चिज देखाउनु भयो, अब एउटा चिज बाँकी छ जो कम्प्युटर है, त्यो रुम पनि हेर्न जाउँ न है। यहीँ छ हजुर सर, माथि देखाउनुहोस् त यहाँ कम्प्युटर ल्याब हो। ओके, ल हामी भित्रतिर पनि देखाउँ ल कम्प्युटर रुमको है। हुन्छ, यो चाहिँ कम्प्युटर रुम होइन, यहाँ चाहिँ के हुन्छ सर? यहाँ चाहिँ तपाईँको स्टुडेन्टहरूले अब प्र्याक्टिसहरू सिकाउँछ, यहाँ ट्रेनिङहरू हुन्छ उनीहरूको। यहाँ ट्रेनिङ हुन्छ है। यो माथि चाहिँ यो प्रोजेक्टर पनि लागेको छ नि, यो प्रोजेक्टरबाट त सबै यो कम्प्युटरको बारेमा जानकारी होला होइन है। किनकि अब हामीले अब नानीहरूले त होइन यो चिज हेर्ने त उहाँको नानीहरूको आमा बाउ पेरेन्ट्सले हो। र जतिजना पनि पेरेन्ट्सहरूले यो भिडियो हेर्नु हुँदैछ, यो कलेजको चाहिँ यो कम्प्युटर रुम चाहिँ यस्तो छ। यदि तपाईँहरूको नानीहरूलाई यो कलेजमा पठाउनु भयो भने चाहिँ टक्कै यस्तो सर देखाउनुहोस् त्यहाँ चेयरहरू, टक्कै यस्तो चेयरमा बसेर सर यताबाट कम्प्युटर यस्तो कम्प्युटर बसेर यो चलाउने होइन। ठिक छ ठिक छ, हामीले त सकेन है। र तपाईँको छोराहरूलाई चाहिँ यस्तो चिजदेखि टाढा नराख्नु होला र चाहिँ तपाईँहरूले यो कलेजमा तपाईँहरूको नानीलाई पढाउनुको लागि पठाउनु होला। म पनि व्यक्तिगत रूपमा भन्नु चाहन्छु है। के भने चाहिँ होइन, उहाँ सरले धेरै चिज देखाउनु भयो अनि धेरै विषयमा जानकारी पनि दिनुभएको छ होइन। सायद अब के हुन्छ भने चाहिँ अब जति म्याडमकोमा जानकारी हुन्छ त्यति जानकारी सायद तपाईँकोमा हुनु नसक्ला, र तपाईँले नदिन सकेको जानकारी चाहिँ म भित्र गएर म्याडमसँग चाहिँ अलिकति जानकारी लिन्छु होइन। Our students are not only equipped with the skills to succeed, but also with the values to lead with integrity and serve with compassion. At Ebenezer, social responsibility is woven into every aspect of learning. At Ebenezer, education goes beyond academics. With students from across India, our campus is a vibrant hub of cultures. भाइहरुसँग कुराकानी गर्न लागेको छु है, किनकि भाइहरुको म्यानेजमेन्टसँग म पहिला पनि भेटे है। उहाँले कलेज देखाउनु भयो, कलेज घुमाउनु भयो अनि क्लासरुम भित्रसम्म लगेर जानुभयो। क्लासरुमहरु पनि मैले आफ्नो च्यानलको मार्फत मैले आफ्नो भ्युअर्सहरूलाई देखाइदिएको छु है। र अब भाइहरुदेखि चाहिँ म यो चाहन्छु कि यो कलेजको म्यानेजमेन्ट है के कस्तो छ है, तपाईहरुले बताइदिनु पर्यो पढाइ के कस्तो छ है। किनकि जतिजनाले पनि यो भिडियो हेरिरहनु भएको छ नि हैन, उहाँले चाहिँ पुरा जान्नु पर्यो है। त्यो बाहिरबाट कलेज हेरेर मात्रै हुँदैन, रुम हेरेर मात्रै हुँदैन, म्यानेजमेन्ट पनि इम्पोर्टेन्ट हो हैन। र यहाँको के कस्तो पढाइ छ त त्यस पहिला चाहिँ तपाईले भाइले आफ्नो परिचय दिनुस् न। नमस्कार, म झकास विक नेपाल लुम्बिनी प्रदेशबाट। हजुर, अनि तपाई? मेरो नाम दिनेश भट्टराई, म सुदूरपश्चिम प्रदेश। सुदूरपश्चिमबाट है, भनेपछि तपाईहरु चाहिँ अब बाहिरबाट हुनुहुँदो रहेछ हैन। बाहिरबाट चाहिँ के हुन्छ र म्यानेजमेन्टको हेराइ के कस्तो छ भाइहरुमाथि त्यो विषयमा पनि बताउनु। खालि बाहिरबाट आएको भनेर अलिकति त्यो पढाइ तरिकाले हेरेको छैन होला है। त्यो विषयमा केही विषयमा म्यानेजमेन्टको भाइहरुलाई गर्ने तौर तरिका है र पढाइको विषयमा अलिकति भाइहरुले बताइदिउँ न सर ल। एकदमै राम्रो कुरा बताउनुभयो सरले, थ्याङ्क यू। म चाहिँ मेरो एक्सपिरियन्स अनुसार म चाहिँ 2023 सालदेखि एबेनेजर डिग्री कलेजमा पढ्दै आइरहेको छु। एज नेपालबाट भए तापनि एज इन्डियन यहाँ धेरै मानिसहरू चाहिँ इन्टर स्टेट आउने, वेस्ट बेङ्गलबाट नेपालीहरू थुप्रै स्टेटहरूबाट आएर स्टुडेन्टहरू पढ्ने एउटा माहौल हो यो। अनि यहाँ चाहिँ मेन गरी पढाइको क्वालिटी भन्दा एकदमै राम्रो छ, जेन्युनली एकदमै राम्रो छ। ल्याबहरू राम्रो छ, क्लासरुमहरू यो
सबै एकदम वेल स्ट्रक्चर क्लासरुमहरू छ टिचर्सहरू फ्रेङ्कली टिचरहरू हजुर छन् हजुर काउन्सिलर भेरी वेल दे आर सपोर्टिङ अस इन एभ्री प्रब्लम्स एन्ड दे म्यानेजमेन्ट्स आर भेरी गुड एन्ड दे आर करेजिङ अस एन्ड कुनै कुरामा चाहिँ गाह्रो हुनसक्छ सुरुमा त्यसलाई ह्याबिचुअल हुनको लागि तर बट कलेजलाई चाहिँ हामीलाई स्टे फोकस गर्नको लागि र फर्दर फ्युचरको लागि एकदमै राम्रो यो कलेज चाहिँ हाम्रो लागि एउटा मार्गदर्शन हुनसक्छ मेरो अनि भाइहरू चाहिँ अब बाहिरबाट आउनु भएको नि त होइन त्यो बाहिरबाट आउनु भएकोले गर्दाखेरि यहाँ तपाईँहरूको साथीहरू स्टुडेन्टहरू होइन प्लस म्यानेजमेन्टहरूले केही त्यस्तो बाहिरबाट आएको भने त्यस्तो केही व्यवहारहरू त छैन होला छैन सबै फ्रेन्डली नै छ एकदमै यो धेरै ठाउँबाट आउने विभिन्न धर्म जात जाति सबै कुराको मान्छेहरू आए तापनि यहाँ कुनै धर्म जाति कालो गोरो भेदभाव छैन है अनुसार कुनै पनि त्यस्तो खालको भेदभाव देखिएको छैन र त्यो हुँदैन यो कलेजमा हामी कन्फिडेन्स छ त्यो कुरामा भनेपछि भाइहरू यो कलेजमा पढिरहनु भएको छ तपाईँहरू एकदमै खुसी साथ पढिरहनु भएको होला एकदमै खुसी छ राम्रो छ अब लगभग फाइनल इयर आउँदैछ हजुर बाँकी 2 वर्ष बितिसक्यो हामी चाहिँ BCA स्टुडेन्ट्स हो अनि ठिक छ है अनि सायदै होइन अब यो भिडियो है धेरैजनाका मातापिताले पेरेन्ट्सहरूले हेरिरहेको होला है हेरिरहेको होला हेर्छ होला अनि उहाँहरूले पनि सोचिरहेको होला नि त होइन मेरो छोरालाई पनि कुन चाहिँ कलेजमा पठाउँ कुन चाहिँ स्कुलमा पठाउँ भनेर उहाँले एकदम दुविधामा परिरहेको होला तर तिनीहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ यो कलेजमा आएर एडमिसन गरेर पढ्नुहोस् भनेर उहाँका मातापितालाई तपाईँले सन्देश दिन चाहनुहुन्छ क्या एकदमै राम्रो कुरा भविष्य निर्माणमा बच्चाको भविष्य निर्माणमा बुबाआमाको ठुलो भूमिका हुन्छ आफ्नो छोराछोरी सबैलाई सक्सेस भएको सफलता भएको देख्न चाहन्छन् यस सन्दर्भमा सबैभन्दा कुरा आफ्नो छोराछोरीको एकदमै जुनसुकै संस्थामा गए पनि निगरानी उच्च निगरानी राख्न आग्रह गर्दछु म त्यसपछि यस कलेजमा आएर हामी चाहिँ वी आर सोसियली रेस्पोन्सिबल अल्सो इन दिस कलेज अनि हामीले यहाँ शिक्षा मात्र नसिकाएर संस्कारहरू सिकाउने संस्कारहरू हामी विभिन्न पार्टिसिपेट हुने कुराहरूमा विभिन्न प्रोग्रामहरूमा अन्य कुराहरूमा पनि कलेजहरू छ त्यो म्याच हुने कुराहरूमा सबै कुरामा चाहिँ हाम्रो यो मल्टी स्किल सिक्ने एउटा यो हब हो एउटा शिक्षाको लागि मात्र नभएर यसपछि चाहिँ तपाईँहरूको बच्चाहरू भोलि गएर कहाँ जाने के जाने भने चाहिँ दुविधा चाहिँ हुँदैन यसपछि चाहिँ उसले आफ्नो निर्णय लिन सक्ने क्षमता चाहिँ यो कलेजमा आएपछि हुन्छ भन्ने चाहिँ मलाई लाग्छ अन्त अघि तपाईँहरूको म्यानेजमेन्ट सरले भन्नुहुँदै थियो है अन्य कलेजहरू हेरी यो कलेजमा है यो फिस पनि एकदमै कम छ भन्ने उहाँले भन्नुहुँदै थियो त्यसमा तपाईँहरूको के छ भनाइ कम्ती नै हो पक्कै कम्ती नै छ अरू हेरी एकदमै राम्रो कुरा यो फिसको कुरा आर्थिक कुराले धेरै मान्छेलाई रोक्छ र शिक्षाबाट पनि वञ्चित गर्ने कुरा हो तर यस अर्थमा यो बेङ्गलोरमा यो कलेजको यो फी अनुसार यो डिग्री पाउनु अनि यो यसको युनिभर्सिटीको एफिलिएसन्स दिस कलेज ऱ्याङ्किङ एन्ड एजुकेसन क्वालिटी एजुकेसन भेरी गुड यो फी स्ट्रक्चरमा यो पढाइ पाउनु भनेको एकदमै राम्रो कुरा हो र विभिन्न हिडन चार्जहरू केही पनि चार्जहरू छैन जो कुरा त्यो देखाइएको छ फी स्ट्रक्चरमा त्यो कुरामा ढुक्क हुनुहोस् तपाईँहरू त्यो कुरामा फी त्यति नै रहनेछ र बाँकी पढाइ भनेको अरू अन्य महँगी कलेजहरूको कम्पेयरमा यो कलेजको पढाइले कम भन्न चाहिँ मिल्दैन पढाइ इज भेरी टफ एन्ड गुड भन्न चाहन्छु है भाइलाई धेरै नै जानकारी दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ ल भाइ ल ओके थ्याङ्क यू हुन्छ भाइलाई पनि ल थ्याङ्क यू ल सर अब हजुर त आउनुभयो यहाँ इभेनेजर कलेजमा कस्तो लाग्यो सर तपाईँलाई एकदमै धेरै राम्रो लाग्यो है यहाँको म्यानेजमेन्टहरू पनि एउटा बोल्ने तौर तरिका एकदमै राम्रो होइन एज तपाईँ पनि होइन एकदमै राम्रोसँगले बोल्ने होइन राम्रो वेलकम गर्नुभयो अहिले छोड्नु जानु हुँदैछ होइन त्यो पनि एकदम राम्रो तरिकाले अनि हामीलाई अब सम्मान यो चिजबिजको त कुरा छोडिदिउँ नै होइन अब सम्मानै ठुलो हो धेरै राम्रो सम्मान दिनुभयो है अन्त ठिक छ है अब ठिकै छ धेरै राम्रो लाग्यो अब के छ भने चाहिँ अब हामी अब यहाँदेखि जाँदैछौँ होइन सर हजुर हजुर अब हामीदेखि एक्जिट हुँदैछौँ हजुर त्यस कारण चाहिँ हेर्नुहोस् है अब धेरैजनाको छोराछोरीको मातापिताले पेरेन्ट्सहरूले यो भिडियो हेरिरहेको छ होला है हेर्ने नै छ त्यसले गर्दाखेरि उहाँहरूको पनि इच्छा होला कि हामी पनि यहाँ पछाडि है इभेनाइजर ग्रुप इन्स्टिट्युसनमा पढाउनुको लागि उहाँहरूको पनि इच्छा होला त्यसको लागि चाहिँ हामीले चाहिँ उहाँहरूले चाहिँ यो कलेजमा आउनुको लागि चाहिँ अब
कस्तो तरिकाले चाहिँ सम्पर्क गर्नु यदि तपाईँलाई सम्पर्क गर्नु पर्यो भने तपाईँको नम्बर दिन मिल्छ भने तपाईँले नम्बर भनिदिनुहोस् सर मिल्छ सर नम्बर मिल्छ सर हजुर तपाईँले नम्बर मेरो नम्बर चाहिँ 8618409268 हो यसमा तपाईँहरूले गर्नुभयो भने डाइरेक्ट म मेरो त्यो नम्बर हो डाइरेक्ट म एक्सेप्ट रिसिभ गर्छु हैन अनि तपाईहरुको अनुसारबाट पनि कोही अगर जरुरत छ भने मतलब यस्तो स्टुडेन्टहरु हैन तपाईहरुलाई अगर पाउनु भयो भने मलाई डाइरेक्टली कन्ट्याक्ट गर्नुहोस् म हेल्प गर्छु म एकदम ग्राउन्ड लेभलबाट हेल्प गर्छु हैन सबैजना हाम्रो मैले अगाडि नै जुन चाहिँ अगाडि नै तपाईहरु भिडियो जुन चाहिँ अगाडि बनाउनु भइरहेछ त्यसमा अगाडि नै मैले भनिदिएको थिएँ कि म सबैलाई इक्वल गरेर हेर्छु किनभने यहाँ तपाईको स्टुडेन्टहरुले पनि भन्नु भयो नि त है भन्नु भएको छ हजुर अनि फिडब्याक पनि तपाईहरुले लिनु भइरहेछ स्टुडेन्टको हैन यो सबै चीज तपाईहरु नोटिस गर्नु हैन भिडियोजमा सबै थोक डिटेल छ अनि तपाईको च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला जसले हेर्दै हुनुहुन्छ यो भिडियो हैन अरु म चाहिँ त्यही भन्न चाहन्छु अरु धेरै राम्रो लाग्यो तपाईहरु यहाँ आउनुभयो त्यति टाढाबाट हैन अनि अझ त्यही हो अब ठिकै छ हैन उहाँ तपाईहरु जति जनाले पनि भिडियो हेरिराख्नु भएको छ तपाईको छोरा छोरीहरुलाई म पनि एउटा राम्रो कलेजमा राम्रो स्कुलमा पढाउँछु भनेर सोच्नु भएको छ भने चाहिँ यहाँ सरको नाम के बताउनु भयो निपेन दास सरले तपाईहरुलाई उहाँको आफ्नो पर्सनल नम्बर दिएको छ है तर उहाँले त्यसमा त्यो उहाँ चाहिँ फेरि यो पर्सनल नम्बर दिए पनि उहाँ चाहिँ तपाई चाहिँ यो स्कुलको चाहिँ म्यानेजमेन्ट हुनुहुन्छ हैन हजुर हजुर म चाहिँ स्टाफ हो यहाँको मतलब एम्प्लोइ हो म हजुर त्यसले गर्दा चाहिँ जति सक्दो मैले चाहिँ तपाईहरुलाई यो भिडियोको माध्यमद्वारा चाहिँ यो कलेजको हैन कलेजको सबै जानकारी दिने कोसिस गरेको छु हैन यदि तपाईहरुले मेरो जानकारीबाट केही कुराहरु छुटेको छ भने चाहिँ सरले नम्बर दिनु भएको छ त्यो नम्बरमा तपाईले सम्पर्क गरेर अझै ज्यादा तपाईले जानकारी लिन सक्नुहुन्छ ल हुन्छ सर अब यहाँदेखि हामी बिदा लिउँ है सर ल थ्यांक यू सो मच धन्यवाद सर है हुन्छ